तपाईले राम्रो फोटो तथा भिडियोहरु खिच्न जानुहुन्छ, यसको लागि तपाई घरमा बसेर हुँदैन, घरभन्दा बाहिर निक्लिनु पनि हुन्छ। त्यसैले म आज बाहिर आएर तपाईलाई चाहिँ यो कुरो बताउँदै छु। फोटो तथा भिडियोहरु राम्रो खिच्नको लागि सुरुमा तपाईले क्यामेराको सेटिङहरु जान्नुपर्ने हुन्छ। आजको भिडियोमा मैले क्यामेरा सेटिङको बारेमा तपाईहरुलाई चाहिँ बताउने छु। सुरुमा चाहिँ हामी जानुपर्ने हुन्छ मोबाइलको क्यामेरामा। तपाईले चाहिँ यहाँ देख्नुभयो, क्यामेरामा गइसकेपछि तपाईले देख्नु भएको छ होला 0.61310। यो भनेको के हो त? तपाईले यसको पछाडी हेर्नुभयो भने चारवटा लेन्स छन्। मैले चाहिँ 10x मा छ, 3x मा सारे भने अर्को लेन्समा जान्छ भने 1x अथवा चाहिँ वाइड एंगलमा लगे भने अर्को लेन्समा जान्छ। यसरी चाहिँ एउटा लेन्सदेखि अर्को लेन्ससम्म जाने यो क्रियालाई चाहिँ अप्टिकल जुम भनिन्छ। अप्टिकल जुम हुने बेलामा तपाईको फोटोको चाहिँ क्वालिटी घट्दैन, तर अर्को हुन्छ डिजिटल जुम। तपाईले यसरी चाहिँ जुम गर्नुहुन्छ भने तपाईको फोटोको क्वालिटी चाहिँ घट्न जान्छ। त्यसैले फोटो खिच्दा जहिले पनि तपाईले यसरी चाहिँ जुम गरेर फोटो खिच्नु होला। यदि तपाईलाई नजिक जानु पर्यो अथवा टाढा जानु पर्यो पनि त्यसरी चाहिँ गएर चाहिँ फोटोहरु चाहिँ खिच्नु होला। यो भयो। यसपछि अर्को हुन्छ पोर्ट्रेट मोड। तपाईले देख्न सक्नुहुन्छ पोर्ट्रेट मोडबाट तपाईले फोटो खिच्नु भयो भने ब्याकग्राउन्ड चाहिँ ब्लर हुन्छ। यसमा पनि एउटा चाहिँ 1x हुन्छ, अर्को चाहिँ 3x हुन्छ। तपाईले चाहिँ देख्नु भएको छ। त्यस्तै तपाईले चाहिँ यसको साइडतिर हेर्नुभयो भने यस्तो अप्सन देखिएको छ। यो भनेको ब्लर चाहिँ कति बनाउने, थोरै बनाउने कि धेरै बनाउने त। यसलाई चाहिँ माथि लगे धेरै ब्लर बन्छ भने यसलाई चाहिँ तल लगे थोरै ब्लर चाहिँ बन्छ। त्यस्तै स्टुडियोको अप्सन छ, तपाईसँग हाई की मोको अप्सन छ है। यसरी चाहिँ तपाईले ब्याकड्रप अरु भयो यिनीहरुलाई पनि तपाईले चाहिँ युज गर्न सक्नुहुन्छ। त्यस्तै तपाई चाहिँ फोटोमा जानु भयो भने है, तपाई फोटोमा गएर चाहिँ जानु भयो भने यहाँ सुरुमा देखिन्छ यो फिल्टरको अप्सन हो। तपाईले फोटो खिच्दा पनि फिल्टरहरुको युज गर्न सक्नुहुन्छ। तपाईले हुन त एडिट गर्दा पनि यिनीहरुको युज गर्न सक्नुहुन्छ। अब तपाईले चाहिँ फोटो खिच्दा यिनीहरुको युज कसरी गर्ने त? यो ओरिजिनल भयो, वाम भयो है। तपाईलाई चाहिँ कुन फिल्टर चाहिँ राम्रो लाग्छ चुज गरेर चाहिँ फोटो चाहिँ खिच्नु होला। मानौ कि मलाई चाहिँ यो फिल्टर चाहिँ राम्रो लागेको छ। अब यसको चाहिँ तपाईले यो फिल्टरको चाहिँ यो चाहिँ स्ट्रेन्थलाई पनि थोरै अथवा चाहिँ धेरै बनाउन सक्नुहुन्छ। मेरो मोबाइलमा यो फेसलाई पनि हल्का चाहिँ एडिट गर्ने अप्सन छ। यदि तपाईको मोबाइलमा छैन भने यो कुरा चाहिँ स्किप पनि गर्न सक्नुहुन्छ। तपाईले चाहिँ यहाँ हेर्नुभयो भने अफ छ, अहिले चाहिँ अन भयो। तपाईले ज लाइन भयो है, यसरी चाहिँ टोन, ज लाइन, आइलाई चाहिँ यसरी चाहिँ आफ्नो तरिकाले पनि एडजस्ट गर्न सक्नुहुन्छ। म चाहिँ ओरिजिनलमै गएँ। त्यसपछि तपाईले चाहिँ माथि हेर्नुभयो भने यो चाहिँ मोसन हो। यसको बारेमा चाहिँ अहिले चाहिँ जानु परेन। यसपछि तपाईले हेर्नुभयो भने यहाँ 108 यम भनेको चाहिँ मेगापिक्सल, अहिले चाहिँ 12 मेगापिक्सल छ। यो भनेको के हो त? तपाईको फोटोको क्वालिटी हो। तपाईले चाहिँ जति धेरै मेगापिक्सलमा फोटो खिच्नुहुन्छ तपाईको फोटोको क्वालिटी पनि त्यति नै बढी हुने हुन्छ। त्यस्तै अब जाउँ, यो हेर्नुभयो भने 3:4, 9:16, 1:1 र फुल भन्ने अप्सन छ। यो चाहिँ एक्सपेक्ट रेसियो। सुरुमा म गएँ 3:4 मा। तपाईको मोबाइलले सबैभन्दा बढी क्वालिटीको फोटो निकाल्ने भनेको 3:4 हो। किनभने तपाईको मोबाइलको चाहिँ क्यामेराको सेन्सरको साइज 3:4 को रेसियोमा हुने गर्छ। यदि तपाईले 9:16 मा जानुभयो भने यसको साइज अझै कम हुन्छ। यसको भन्नुको अर्थ के हो भने
यसको क्वालिटी पनि कम हुन्छ। यस्तै 1:1 मा जानुभयो भने पनि यसको चाहिँ क्वालिटी चाहिँ कम हुन्छ है। यो भनेको यो सुरुमा चाहिँ 3:4 मै जाउँ। त्यसपछि तपाईँले हेर्नुभयो भने यो भनेको चाहिँ टाइमर है। तपाईँले चाहिँ फोटो खिच्दा 2 सेकेन्ड बनाउने कि 5 सेकेन्ड बनाउने कि 10 सेकेन्ड बनाउने कि अफ गर्ने यो चाहिँ तपाईँले आफ्नो तरिकाले गर्न सक्नुहुन्छ है। तपाईँलाई चाहिँ फोटो खिच्दा कसरी सजिलो लाग्छ। त्यसै तपाईँले यहाँ हेर्नुभयो भने यो चाहिँ फ्ल्यासको अप्सन हो। तपाईँले फ्ल्यास चाहिँ अफ गर्न पनि सक्नुहुन्छ फोटो खिच्दा, अटोमा राख्न पनि सक्नुहुन्छ। अटोमा राख्दा के हुन्छ भने तपाईँले फोटो खिच्दा हल्का चाहिँ सिन अँधेरो छ भने आफै चाहिँ अटो फोकस हुन्छ, आफै लाइट बल्छ। यो भनेको तपाईँले प्रत्येक सर्टमा चाहिँ फ्ल्यास चाहिँ अन गर्न सक्नुहुन्छ। यो पनि तपाईँ चाहिँ कुन कन्डिसनमा हुनुहुन्छ त्यो अनुसार चाहिँ युज गर्नु होला। अब सेटिङको बारेमा म पछि आउँछु। सुरुमा चाहिँ म गएँ भिडियोमा गइसकेपछि फिल्टरको काम त त्यही नै हो है, तपाईँलाई चाहिँ भन्नु परेन। र यो एक्सपेक्ट रेसियो काम पनि त्यही हो, यो कुरो पनि तपाईँलाई म भनिनँ। अब जाउँ फुल एचडी लेखेको छ है। यो भनेको चाहिँ एचडी 720p पनि भनिन्छ, फुल एचडीलाई 1080p भनिन्छ भने UHD भनेको चाहिँ 4K हो, अल्ट्रा हाई डेफिनेसन। यो भनेको 8K हो, 8K लाई नि UHD भनिन्छ। यो भनेको के हो त? यो भनेको रेजुलेसन हो। जति बढी रेजुलेसन हुन्छ त्यति नै बढी तपाईँको भिडियोको क्वालिटी हुने गर्दछ। त्यसैले चाहिँ तपाईँले चाहिँ थोरै क्वालिटीको भिडियो रेकर्ड गर्ने हो कि धेरै क्वालिटीको भिडियो रेकर्ड गर्ने हो त्यो अनुसार तपाईँले चाहिँ चुज गर्नुपर्ने हुन्छ। यदि तपाईँको मोबाइलमा धेरै स्टोरेज क्यापासिटी छ भने त्यस्तो बेलामा तपाईँहरूले चाहिँ UHD 4K मा चाहिँ रेकर्ड गर्न सक्नुहुन्छ, 8K मा चाहिँ नगर्नु होला। यसले चाहिँ धेरै चाहिँ साइज गर्छ भने सबै सफ्टवेयरहरूले पनि यो चाहिँ 8K चाहिँ सपोर्ट गर्दैनन्। अब तपाईँले चाहिँ FPS देख्नु भएको छ, 30 FPS र 60 FPS भनेको के हो त? यही तपाईँले 30 FPS मा 1 सेकेन्डको भिडियो खिच्नु भयो भने त्यसलाई चाहिँ स्लो मोसन बनाउँदा पनि 1 सेकेन्डको हुन्छ। तपाईँले चाहिँ 60 FPS मा भिडियो रेकर्ड गर्नुभयो भने 1 सेकेन्डको भिडियोलाई तपाईँले चाहिँ 2 सेकेन्ड बनाउन सक्नुहुन्छ। हुन त 30 FPS मा तपाईँले चाहिँ भिडियो रेकर्ड गरेर स्लो मोसन बनाउन सक्नुहुन्छ, तर चाहिँ त्यो भिडियो चाहिँ स्मुथ आउँदैन। यदि तपाईँले चाहिँ स्लो मोसन भिडियो बढी बनाउनुहुन्छ भने यस्तो बेलामा तपाईँले चाहिँ 60 FPS मा चाहिँ भिडियो रेकर्ड गर्नु होला। यो भनेको चाहिँ सुपर स्टुडियो मोड हो। यदि तपाईँले हातले समातेर यसरी चाहिँ बढी भिडियो रेकर्ड गर्नुहुन्छ भने यस्तो बेलामा तपाईँले चाहिँ सुपर स्टुडियो मोडलाई चाहिँ अन गर्नु होला। त्यसै तपाईँले चाहिँ धेरै चाहिँ ब्लग गरेर अथवा चाहिँ स्पोर्ट भिडियोग्राफी गर्नुहुन्छ अथवा चाहिँ वाइल्ड लाइफ भिडियोग्राफी गर्नुहुन्छ भने त्यस्तो बेलामा तपाईँले चाहिँ सुपर स्टुडियो मोडलाई चाहिँ अन गर्नु होला। अब अर्को आउँछ फ्ल्यास, यो पनि सेम नै हो। यो अन गर्ने, यो चाहिँ अटो भयो, यो चाहिँ सधैँ अन भयो। कुन बेलामा चाहिँ तपाईँले चाहिँ फ्ल्यास युज गर्ने नगर्ने यो चाहिँ तपाईँको कुरो। अहिले चाहिँ हेर्नुभयो भने अहिले हेर्नुभयो भने अफ छ है, अहिले हेर्नुभयो भने यसरी चाहिँ अन हुन्छ। त्यसै तपाईँले तल हेर्नुभयो भने यसमा पनि 0.6x यसरी चाहिँ लेन्सलाई चेन्ज गर्ने अप्सन छ। त्यसै तपाईँ चाहिँ मोडमा जानुभयो भने एक्सपर्ट र प्रो मोड, प्रो भिडियो मोड, नाइट मोड, फुल मोड, पानोरामा मोड है, धेरै चाहिँ अप्सनहरू छन्। यिनीहरूको बारेमा मैले चाहिँ डिटेल भिडियो चाहिँ बनाउने छु। अब जाउँ है, सुरुमा चाहिँ 108 मेगापिक्सलमा गयो भने तपाईँले यहाँ हेर्न सक्नुहुन्छ। तपाईँले चाहिँ फोटोको चाहिँ डिटेललाई अझ बढी चाहिँ इन्हान्स गर्न सक्नुहुन्छ। यदि तपाईँ 108 मेगापिक्सलमा जानुहुन्छ भने 12 मेगापिक्सलमा चाहिँ त्यो हुँदैन। अब जाउँ सेटिङमा। सेटिङमा गइसकेपछि तपाईँले चाहिँ स्क्यान डकुमेन्ट एन्ड टेक्स्ट स्क्यान गर्न सक्छ, QR कोडलाई पनि स्क्यान गर्न सक्छ। यदि तपाईँको मोबाइलले
क्युआर कोडलाई स्क्यान गरेको छैन भने एकचोटि यसलाई चाहिँ हेर्नु होला, अफ हुन पनि सक्छ। सुट सजेसनको बारेमा चाहिँ खासै जान्नु परेन, यसको बारेमा पनि खासै जान्नु परेन, यहाँ चाहिँ म्याक्सिमम नै राख्नु होला। यो स्वाइप सटर बटनको बारेमा मैले अन्तिममा बताउने छु। अब वाटरमार्कमा जाउँ है त। वाटरमार्कमा गएर तपाईँले देखाउन चाहे यदि तपाईँले फोटो खिच्दा आफ्नो नाम अथवा चाहिँ मोबाइलको नाम पनि त्यो फोटोमा चाहिँ राख्नु छ भने तपाईँले यसलाई चाहिँ अन गर्न सक्नुहुन्छ। मैले चाहिँ सुधी भुषाल लेखेको छु, तपाईँले यहाँ देख्नुभएको होला। यसलाई चाहिँ एडजस्ट गर्न पनि सक्नुहुन्छ, यसरी हेर्नु सक्नुहुन्छ। होइन भने तपाईँले चाहिँ अफ गर्न पनि सक्नुहुन्छ। यो अफ भयो। स्वाइप अप डाउन टु स्विच क्यामेरा, यो चाहिँ अहिले चाहिँ बताउँला यसको बारेमा। सेल्फीको बारेमा चाहिँ अन गर्नु। अब यहाँ आउँछ एडभान्स पिक्चर अप्सन, यसमा गयो भने तपाईँले देख्न सक्नुहुन्छ। यो भनेको त हाई इफिसियन्सी पिक्चर। यो भनेको के हो भने मानौ कि तपाईँको मोबाइलमा चाहिँ धेरै स्टोरेज क्यापासिटी छैन, तर तपाईँलाई चाहिँ हाई क्वालिटीको चाहिँ फोटो चाहिएको छ भने त्यस्तो बेलामा तपाईँले यसलाई अन गर्नुभयो भने तपाईँको फोटो त हाई क्वालिटीको आउँछ केही हदसम्म, तर चाहिँ तपाईँको चाहिँ त्यो फोटोको साइज चाहिँ कम हुन्छ भनेको हो। यो चाहिँ अफ गर्नु होला है, अन नगर्नु होला, किनकि जति ठुलो साइज भयो त्यति नै बढी चाहिँ फोटोको क्वालिटी आउने हुनाले यो चाहिँ अफ गर्नु होला। त्यो चाहिँ तल हेर्नुभयो भने यो चाहिँ प्रो मोडको है, नर्मल मोडमा हुँदैन। तपाईँले चाहिँ फोटो खिच्दा जेपीजी फर्मेटमा पनि फोटो खिच्न सक्नुहुन्छ, र फर्मेटमा पनि फोटो खिच्न सक्नुहुन्छ। यही तपाईँ अल्छी हुनु हुँदैन। तपाईँले चाहिँ फोटोलाई चाहिँ एडिट गर्न चाहनुहुन्छ भने रमा चाहिँ खिच्नु होला, होइन भने तपाईँले चाहिँ जेपीजीमा नै फोटो चाहिँ खिच्नु होला। त्यस्तै र प्लस जेपीजीमा पनि तपाईँले चाहिँ फोटो खिच्न सक्नुहुन्छ। अब यहाँसम्म आयो है, यो पनि परेन। अटो एफएक्स अफ गर्नु होला है। अब भिडियोतिर गयो भने भिडियो स्टेबिलाइजेसन, यही तपाईँले यसरी चाहिँ ट्राइपोडमा राखेर चाहिँ भिडियो रेकर्ड गर्नुहुन्छ भने स्टेबिलाइजेसन अफ गर्नु होला, होइन भने अघि पछि चाहिँ तपाईँले स्टेबिलाइजेसन अन गर्नु होला। यदि तपाईँले हातले अथवा चाहिँ ह्यान्डहेल्ड चाहिँ भिडियो रेकर्ड गर्नुहुन्छ भने। यसको पनि एडभान्स अप्सनको कुरो गरौँ है त। एडभान्स भिडियो अप्सनको बारेमा जाउँ है त। यो पनि हाई इफिसियन्सी भिडियोको मतलब पनि त्यही हो। HEVC छ भने अघिकोमा चाहिँ HEVC है। यो भनेको के हो भने तपाईँले चाहिँ हाई क्वालिटीको भिडियो रेकर्ड गर्न चाहनुहुन्छ, तर तपाईँको मोबाइलमा चाहिँ स्टोरेज क्यापासिटी कम छ भने त्यस्तो बेलामा यसलाई चाहिँ अन गरेर चाहिँ भिडियो रेकर्ड गर्नु होला। मैले चाहिँ फाइल साइज चाहिँ ठुलै बनाउँछु, किनभने मैले त्यसलाई चाहिँ धेरै नै एडिट गर्ने पर्ने हुनाले चाहिँ अफ गर्छु है। तपाईँले चाहिँ अन गर्न पनि सक्नुहुन्छ। तपाईँको मोबाइलमा चाहिँ स्टोरेज क्यापासिटी एकदमै चाहिँ थोरै छ भने। त्यस्तै हाई बिटरेट भिडियो, जति धेरै बिटरेट हुन्छ तपाईँको भिडियो चाहिँ त्यति नै बढी क्वालिटीको हुन जान्छ भने त्यति नै बढी तपाईँको चाहिँ भिडियोको साइज पनि हुन्छ। अब यो बिटरेट भनेको चाहिँ तपाईँको भिडियोको कलरसँग जोडिएको छ। जति धेरै बिटरेट हुन्छ त्यति नै बढी चाहिँ तपाईँको भिडियोमा चाहिँ कलर इन्फर्मेसन बढी हुन जान्छ। तपाईँले हेर्नुभयो भने यो अन गर्दा माथिको अफ हुन्छ। तपाईँले सुन्नुभयो होला 8 बिटरेट, 10 बिटरेट, 16 बिटरेट है, त्यस्तै 12 बिटरेट भनेर सुन्नुभएको होला। यसको बारेमा मैले छुट्टै भिडियो चाहिँ बनाउने छु, अब बाँकी जानु पर्दैन। HDR भनेको हाई डाइनामिक रेन्ज हो। जति धेरै डाइनामिक रेन्ज हुन्छ त्यति नै बढी तपाईँको चाहिँ भिडियोको क्वालिटी चाहिँ धेरै हुन जान्छ भने साइज पनि ठुलो हुन्छ। यसको अर्थ त्यही नै हो। अब यो ग्रिड लाइन भनेको के हो त? मैले चाहिँ अहिले हेर्नुभयो भने यसमा चाहिँ केही छैन है। अब ग्रिड लाइन अन गर्छु। अहिले हेर्नुभयो भने यसमा चाहिँ दुईवटा भर्टिकल सेतो लाइन र दुईवटा
होरिजेन्टल सेतो लाइन आएको छ। यसरी चाहिँ तपाईँले चाहिँ ग्रिड अन गर्नु भने के हुन्छ भने तपाईँले चाहिँ फोटो अथवा भिडियो खिच्दा फ्रेम पनि राम्रोसँग मिलाउन सक्नुहुन्छ। त्यस्तै यसले चाहिँ तपाईँले चाहिँ रुल अफ थर्ड भन्ने चाहिँ कम्पोजिसन सुन्नुभएको छ भने रुल अफ थर्ड कम्पोजिसनको चाहिँ फोटो अथवा भिडियो खिच्न पनि तपाईँलाई चाहिँ धेरै चाहिँ सहायता गर्छ। यसको काम के हो भने तपाईँले चाहिँ आफ्नो फोटो अथवा चाहिँ भिडियोको चाहिँ फ्रेम मिलाउनुको लागि हो। अब तल जानुभयो भने लोकेसन ट्याग, यो चाहिँ तपाईँको आफ्नो पर्सनल कुरा भयो है, गर्न पनि सक्नुहुन्छ नगर्न पनि सक्नुहुन्छ। सुटिङ मेथड, सुटिङ गर्ने मेथड धेरै तरिकाका छन्। जस्तै मैले चाहिँ भोल्युम बटन चाहिँ प्रेस गरेँ भने पनि फोटो अथवा चाहिँ भिडियो रेकर्ड गर्न सक्छु। सुरुको त्यही भनेको। त्यस्तै हाई, ह्याप्पी, स्माइल अथवा चाहिँ यस्ता कुरा भन्यो भने पनि फोटो अथवा चाहिँ भिडियो रेकर्ड गर्न सकिन्छ है। यो कमान्ड दिने हो भने यो अप्सन पनि मोबाइलमा छ। त्यसै तपाईँले हेर्नुभयो भने चाहिँ सर्टर बटन, फ्लोटिङ सर्टर बटनहरू के भने तपाईँले चाहिँ यसमा चाहिँ छुट्टै सर्टर बटन चाहिँ एड गरेर पनि फोटो खिच्न सक्नुहुन्छ। मानौ कि मैले चाहिँ यसमा चाहिँ यसरी चाहिँ कुनै चाहिँ सर्टर बटन चाहिँ इन्जेक्ट गरेँ र छुट्टै अर्को बटनले पनि मैले चाहिँ फोटो खिच्न सक्छु। त्यस्तै सो पाम भयो, मैले चाहिँ यसरी चाहिँ हात देखाएर पनि फोटो अथवा चाहिँ भिडियो खिच्न सक्छु। यसको अर्थ त्यही नै हो। अब तलको कुरो चाहिँ जान्नु परेन है। यदि तपाईँलाई तलको बारेमा पनि डिटेल भिडियो चाहिएको छ भने कमेन्टमा लेख्नु होला। अब तपाईँलाई चाहिँ मैले यो देखाउन चाहेँ, कहाँ गयो, स्वाइप सर्टर बटन। सुरुमा चाहिँ टेक ब्रस सर्ट। अब यो ब्रस सर्ट भनेको के हो तपाईँलाई चाहिँ देखाउँछु है त। अब हेर्नुभयो भने मैले चाहिँ तपाईँले हेर्नुभयो भने मैले चाहिँ त्यो बटन तल लैजाँदा 19वटा फोटो चाहिँ यहाँ खिचेको छु। तपाईँले यहाँ देख्न सक्नुहुन्छ, यसरी हेर्न सक्नुहुन्छ। यही तपाईँले वाइल्ड लाइफ फोटोग्राफी अथवा तपाईँले चाहिँ स्पोर्ट फोटोग्राफी गर्नुहुन्छ, त्यस्तै कुनैको चाहिँ बर्थडेमा चाहिँ फोटो खिच्नुहुन्छ भने यसरी चाहिँ फोटो खिच्न सक्नुहुन्छ। कुनै पनि मोमेन्ट चाहिँ मिस हुँदैन। त्यस्तै अर्को आउँछ जिआइएफ, क्रिएट जिआइएफ भनेको नि लेखेको छ। अब यो क्रिएट जिआइएफ भनेको यो पनि देखाउन चाहेँ। मैले चाहिँ भर्खरै फोटो खिच्दा करिब 9-10वटा फोटो खिचेँ। त्यो फोटोलाई चाहिँ मर्ज गरेर क्यामेरा आफैले मलाई चाहिँ जिआइएफ फाइल चाहिँ यसरी चाहिँ बनाइदियो। तपाईँले पनि यसरी चाहिँ जिआइएफ फाइल रेकर्ड गर्न सक्नुहुन्छ। तपाईँले जहिले पनि फोटो तथा भिडियो खिच्दा सुरुमा चाहिँ तपाईँले तपाईँको क्यामेराको सेटिङ चाहिँ अनिवार्य चेक गर्नु होला। आजको भिडियो तपाईँलाई कस्तो लाग्यो कमेन्टमा लेख्नु होला। यो च्यानलमा यस्तै इन्फर्मेटिभ भिडियो लिएर आउँछु। त्यतिन्जेलको लागि गुड बाई।